हेलो एन्ड नमस्ते फेरि पनि तपाईहरु सबैजनालाई मेरो मिनी ब्लगमा स्वागत छ। आज चाहिँ हाम्रो नर्थ बेंगल युनिभर्सिटीमा चाहिँ हिल स्टुडेन्ट एसोसिएसनको 45th फाउन्डेसन इयर अर्थात् 45 वर्षगाँठ भएको हुनाले हामी चाहिँ त्यहाँ भोलिन्टियरको काम थियो नि त आज हाम्रो। त्यही कारणले बिहानै उठेर म चाहिँ तयारी भएर जानको निम्ति तयारी भए। अन्त यो चाहिँ वर्षेनी हुने गर्दछ। अन्त यो वर्ष चाहिँ हाम्रो चाहिँ भोलिन्टियर थियौं नि त हामी। सो हामी चाहिँ लाग्यौं। यहाँ साथीहरु पनि छ। साथीहरुले हाई भनिरहेको थियो। त्यसैगरी हामी मिलिकन सबैजना हिँड्यौं। मजाले गफ गर्दै गर्दै यही बाटो गयौं नि त हामी। अन्त फाइनली हामी चाहिँ जुन जग्गामा प्रोग्राम भइरहेको थियो त्यहाँनेरि पुग्यौं। साथीहरुसँग बात गर्दै गइरहेको थियो। यो जुन अगाडि देखिरहेको छ नि त्यहाँनेरि चाहिँ आज हाम्रो प्रोग्राम भएको थियो नि त। अन्त पुगेर चाहिँ रेजिस्ट्रेसन गर्नुपर्ने रहेछ। अन्त हामी चाहिँ नगरी जाँदै थियो। अन्त दादाले गर्नुपर्छ भन्नुभयो नि त। अन्त फर्स्टमा मैले गरे, त्यहाँ पालैसित साथीहरुले पनि गरे। त्यस बादमा चाहिँ हाम्रो भोलिन्टियरको काम भएकोले गर्दा हामी चाहिँ अगाडि ब्याक स्टेज तर्फै लाग्यौं। यहाँ बहिनी पनि रहेछ, हेलो गरिरहेको थियो। हाम्रो चाहिँ आज खदामाला अर्पणको काम थियो नि त, त्यसैले हामी चाहिँ पछितिर लाग्यौं। अन्त यहाँ चाहिँ कसैको डान्स हुनेको, डान्समा अन्त तयारी भइरहेको रहेछ। यहाँ साथी पनि छ। मैले चाहिँ यहाँ ब्याक स्टेजबाट पनि भिडियो लिए, किनकि कुनै प्रोग्राम सक्सेस हुनको लागि त कतिजनाको हात हुन्छ पछाडिबाट हैन। त्यही कुरा देखाउनको निम्ति चाहिँ मैले भिडियो लिए। यहाँ साथीहरुले खदामाला लगाइदिँदै हुनुहुन्थ्यो गेस्टहरुलाई। अन्त म र एकजना साथी भएर चाहिँ ब्याच लगाइदियौं गेस्टहरुलाई। अन्त फेरि पनि यहाँ गेस्टहरु आउनु भएको रहेछ। अन्त साथीहरु आएर चाहिँ खदा अर्पण गर्थे। खदामालाको काम सके बादमा चाहिँ हामी आफ्नो जग्गामा गएर बस्यौं, किनकि हाम्रो प्रोग्राम पनि स्टार्ट हुन आँटेको थियो नि त। अन्त हामी पनि मजाले बसेर हेरौँ है साथी भनेर हामी पनि सल्लाह गरेर चाहिँ मजाले बसेर हेर्ने सल्लाह अनुसार हामी आयौं। अन्त यहाँनेरि चाहिँ यहाँ पछाडि चाहिँ हाम्रो डिपार्टमेन्टको जुनियर भाइ बहिनीहरु रहेछ। उनीहरुको गीत भएको कारणले चाहिँ उनीहरु मजाले दौरा सुरुवाल अनि गुन्यु चोलोमा आएको रहेछ नि त। मजाको देखिरहेको थियो। यहाँ सुरु हुन्छ, यो चाहिँ ओपनिङ सङ हो। आजको प्रोग्रामको चाहिँ मलाई सबैभन्दा राम्रो लागेको चाहिँ त्यही हो। विभिन्न भाषाको गीत, गजल, कविता आदि प्रस्तुति भएको थियो। अन्त त्यो नै मलाई सबैभन्दा राम्रो लागेको थियो नि त। मैले चाहिँ सबै भिडियो लिन नसके पनि यहाँ पालैसित जति गरेको छु त्यो राखिदिएको छु, हेर्नुस्।
जिन्दगानी दुई दिने अहिले झर्ने फुल जस्तै हो जिन्दगानी दुई दिने अहिले झर्ने फुल जस्तै हो फेरि फर्की आउँदैन हो यसै गरी बिताइदिने हो फेरि फर्की आउँदैन हो यसै गरी बिताइदिने बच्यो मगर झौरेको तालैमा साटौं सुख दुःखलाई बिर्साउन सबैले साथ दिनुहोस् है Maya pirati, 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 Maya pirati. र यसको हामी बर्थडे मनाउन गइरहेका छौँ र भोलिन्टियर भाइ बहिनीहरूलाई केक मञ्चमा ल्याइदिने म यहाँबाट निवेदन गर्दछु। त्यसै गरी हाम्रो समस्त यस सङ्गठनलाई साथ दिनुहुने हामीलाई डोराउने हाम्रो शिक्षक ग्रहण I want the world to know I'm happy as can be. Who would believe that I could be happy and contented? I used to think that happiness had an end. यो बाहिरी शरीर जवान छ त्यसैले आफू नै यहाँ महान छ। अहिले त यो बाहिरी शरीर जवान छ त्यसैले आफू नै यहाँ महान छ। म बोल्न मात्र के थालेको भन्छन् यहाँ त भित्ताको पनि चङ्खो कान छ। म बोल्न मात्र के थालेको भन्छन् यहाँ त भित्ताको पनि चङ्खो कान छ। अहिले त यो बाहिरी शरीर जवान छ। मरेर सबैलाई जानु त खाली हात नै छ हो कि हैन? मरेर सबैलाई जानु त खाली हात नै छ। उसलाई के को हो त्यस्तो अभिमान छ?
मरेर सबैलाई जानु त खाली हात नै छ, उसलाई के को हो त्यस्तो अभिमान छ। यहाँ कसैलाई धेरै त कसैलाई कम छ, यहाँ कसैलाई धेरै त कसैलाई कम छ भन्नु त। प्रोग्राम सके बादमा चाहिँ हाम्रो निम्ति खाना पनि प्रोभाइड थियो नि त, त्यसकारण हामी खाना खान आयौँ। थ्याङ्क यू फर वाचिङ। बाई बाई एभ्रिवान।